गुड मर्निङ। आज फेरि म तपाईहरुसँग मिनी ब्लग लिएर आउँदैछु। नमस्ते, गुड मर्निङ। बिहान 6 बजेदेखि मेरो ब्लग स्टार्ट हुँदैछ र बारीमा चाहिँ किन आएको बिहान बिहानै भन्दाखेरि म त सधैँ बिहानै नै उठ्छु। लगभग 6 साढे 5 को भित्र म उठ्छु। आज 5:30 बजे नै उठेको थिएँ किनभने मेरो बाख्राको बच्चा सानो छ, दुध खानु सक्दैन। त्यसलाई छिट्टै दुध खुवाउनु पर्छ भनेर अझै 6 बजे, सधैँ त 6 बजे उठ्छु तर आज चाहिँ अलिकति छिटो उठेँ। अनि त्यसलाई बिहानै उठेर 5:30 बजे उठेको होला सायद। त्यहाँबाट दुधसुध खुवाएर चाहिँ चिसो लुगाहरू थियो त्यो बारीमा लगिराखेँ हैन। त्यहाँबाट अझै बिहान कति काम हुन्छ सबैको, मेरो तपाईहरुको बस्तीमा बस्ने मान्छेहरुको त यस्तै हो। गाई गोरु बाख्रा सब थोक मेन्टेन गरेर बाहिर निस्किनु पर्छ। अनि त्यहाँबाट म घरमा लुगासुगा सुकाएर चाहिँ घरमा गएँ। त्यहाँबाट बाख्राहरू निकालेँ हैन। अनि यतापट्टि चाहिँ हाम्रो फेरि नयाँ घर बनाउनु हुँदैछ बाबाले। यो चाहिँ भाइको लागि बनाउनु हुँदैछ। आस्ते आस्ते कम्प्लिट हुँदैछ। अनि यहाँ चाहिँ कल पनि बसाउनु भएको छ। अनि कल सुक्यो भनेर गएको थिएँ तर सुकेकै रहेछ। अनि घरमा आएँ। घरमा आएर बढार कुढार गर्दैछु। यति धेरै मैला हुन्छ नि बाख्रा राख्यो भने। आँगन सबै बढाल्नु लगभग आधा घण्टा लाग्यो होला। त्यहाँबाट ब्रस गरेर नुहाइ धुवाइ गरेर पूजा रुममा आएँ, सफा गरेँ पूजा कोठा। त्यहाँबाट नुहाइ धुवाइ गरेर फुलसुल टिपेँ। त्यहाँबाट भगवानलाई पूजा गरेँ। 8 बजी भित्र मेरो नुहाइ धुवाइ सबै काम कम्प्लिट भएको थियो। त्यहाँबाट पूजासुजा गरेर चिया खाएँ, चिया चिउरा। त्यहाँबाट आज फेरि क्लास छ, म जान्छु क्लास। अनि मेरो बाख्रा बिचारा कमजोरी छ, दुध खानु सक्दैन। यसलाई दुध खुवाइराखेर चम्चीले त्यहाँबाट चाहिँ म जाँदैछु क्लास। आज चाहिँ मेरो भोइस तपाईलाई अर्कै लाग्दै होला। मेरो जिउ एकदम राम्रो लागेको छैन, त्यही भएर मेरो भोइस कस्तो सुनिराखेको छ होला, सरी। अनि त्यहाँबाट म आएँ मेरो एकाडेमीमा। यो चाहिँ मेरो ब्युटिसियनको एकाडेमी। म यहीँ कोचिङ गर्छु। अस्ति पनि तपाईलाई देखाएको थिएँ भिडियोमा। म आइपुगेँ। अहिले त म एक्लै आउँदैछु, अरूहरू आइसकेको छ कि छैन मलाई थाहा छैन। म चाहिँ पक्का 10 बजी नै आइपुग्छु तर अगाडि चाहिँ मै नै हुन्छु बेसी जस्तो। त्यहाँबाट आएँ, भित्र पसेँ। अब भित्रको भिडियो त म तपाईलाई देखाउन सक्दिनँ। 10 बजीदेखि क्लास स्टार्ट हुन्छ। टक्कै 1 बजी छुट्टी। निस्केँ म त्यहाँबाट चाहिँ निस्केर मुनि जाँदैछु। त्यहाँबाट आएँ, घरमा आएरै हातखुट्टा धुएरै खानासाना खाएरै ट्युसन नानीहरू आउँदै रहेछ। उनीहरूको पढाइ स्टार्ट भएको छैन, भर्खर आउँदैछ, अझै आउनु बाँकी छ। अनि खानासाना खाएर अब म ट्युसन पढाउँछु। र आजको ब्लग यहीँसम्म। बाई बाई।